हेलो साथीहरू, गुड मर्निङ है साथीहरू। आजको मौसम हेर्नुहोस्, राम्रो छ, घाम लागिसकेको छ। उठियो साथीहरू, उठेर म मर्निङ वाक पनि गएर आइसकेँ। हेर्नु सक्नुहुन्छ ल हामीले केराको पातमा रोटी बनाउँदैछौँ। पहिला यसमा सबै तेल लाउनुपर्छ, त्यसपछि यसलाई सबै राखेर यो पनि भयो साथीहरू। त्यसपछि यसलाई चाहिँ ढाक्नुपर्ने हुन्छ साथीहरू। त्यसपछि साथीहरू हामीले यसलाई कराईमा हाल्यौँ। प्यानमा हालिसकेपछि अब यसलाई एकछिन बफाउनुपर्छ। त्यसपछि तल पाकेर पिँध लाउँदैन। साथीहरू, आजको नास्ता रेडी भयो है त। आजको नास्तामा छ हाम्रो डम्फु रोटी भन्छ यसलाई। केराको पाता बनाउने डम्फु रोटी र 2टा लोकल कुखुराको अन्डा, त्यसपछि ब्रोकाउली र आलुको सब्जी, अनि मेरो डेली डाइट है त। ल साथीहरू, ल साथीहरू, अब पसलतिर निस्केको। पसलतिर जानु पर्यो। अब गाडी रेडी भइसक्यो। आज बाबुहरूको छुट्टी रहेछ। खै बाई, खै बाई बाई सुवाल। ल साथीहरू, म चाहिँ बरघाट पुगेँ। बाई बाई। गाडी चाहिँ उता पार्किङ गरेर पसल हिँडेँ। पुरै बाटोभरि पानी आएको छ। पुरै भाइ पानी धेरै भयो, अगाडि त्यस्तै हाल्ने होइन, पुरै बाटो भिज्यो। नसुक्दासम्म साथीहरू। ल भाइले दोकान पनि सफा गरेर भ्याए जस्तो छ ठ्याक्कै। साथीहरू आइयो पसलतिर। सबैको दोकानमा आज सामान राखेको छैनन्। आज बन्द हो कि के भन्ने हल्ला थियो, के रहेछ। एकछिन वेट गरौँ है साथीहरूले। साथीहरू, यो चाहिँ के गरेको भन्नुभयो होला। यो चाहिँ तिलरी सफा गरेको। यो हेर्न सक्नुहुन्छ, तिलरी भर्खर नयाँ बनेर आएको। अब सफा गरेर ट्याक्क बलाद हालेर राख्छु म। हेर्नु होला। ल साथीहरू, अब दोकान बन्द गर्न लाग्यो। आज बाबुको टास्क पनि बनाएर भ्याएँ। हेर्न सक्नुहुन्छ, यो चाहिँ बाबुको टास्क हो। यो ठ्याक्क 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 राख्ने हो। मलाई त थाहा छैन, बाबुलाई चाहिँ आउँछ यो। मैले बनाइदिएको मात्रै हो है साथीहरू। ल त्यसपछिको भनेको यो म्याचिङ गर्ने, कन्ट्री र फ्ल्याग म्याच गराउने है त साथीहरू। ल ओके, सामान राख्छु सबै साथीहरू ल है त। त्यसपछि भेटौँ ल। ल साथीहरू, ल सामान राखेर दोकान बन्द गर्न लाग्यो साथीहरू। अब हेर्न सक्नुहुन्छ, दोकान सब लागिसक्यो है सामान। अब निस्केको बाबा है। ल साथीहरू, हामी चाहिँ घरतिर निस्क्यौँ है त। भाइले काम गर्दैछन्, म चाहिँ निस्किएँ। भाइले काम गरिदिएर बन्द गर्छु भनेछन् प्लास्टर हालेर। ओके साथीहरू। ल साथीहरू, हामी आइयो पिपल डाँडा। उताबाट बाटो बिग्रेको छ, पिस गरेर लाग्छ। त्यही भएर म चाहिँ यहाँ सर्टकट आएको, खेतको बाटो। ल घर आइयो है साथीहरू। को आउँछ ढोका खोल्न। ठुलो आयो, ठुलो केटो। के हो र? के भयो सुवाल? भन त, मलाई भन सुवाल, मलाई भन। ल साथीहरू, अब खाना रेडी भयो। आजको खाना खासै स्पेसल छैन, दाल छ। ल साथीहरू, अब त्यो दिउँसो बनाएको टास्क चाहिँ बाबुले गर्दैछ अहिले। म्याच द फलोइङ कन्ट्रिज नेम एन्ड फ्ल्याग छ।
दुईटै म्याच गर्ने छ उसले एकतिर फ्ल्याग राखेको छु एकतिर कन्टिन्युम राखेको छु मिक्स म्याक्स गरेर उसले चाहिँ सबै कुरो हेर्दै ट्याक्क ट्याक्क म्यापिङ गर्दैछ हेर्न सक्नुहुन्छ यसो जुम गरेर हेर्नुहोस् यदि मिस्टेक भएको छ भने केही सल्लाह सुझाव दिनु होला साथीहरू है त उसले चाहिँ मजाले गरिरहेको छ कन्ट्रीहरू हेर्दैछ Yes. Turkey is tumor. Saudi Arab. किन खाल्नु छ त्यस्तरी यहाँ होइन नि त यो त्यहाँको ओके राम्रोसित भन न स्वर मिक्स मार्क्स पारिदिए नि हुन्थ्यो के मिक्स गरेको थियो छुट्याइदियो नि अब त्यसलाई काट्न पर्छ कि भोलि सम्झेर त्यो छेउछेउको काट्छ यो बराबर साइजको गराइदिनुपर्छ कि यो त जाने क्या अब यसले त तर